साथी महत्त्वपूर्ण दुईटा सूचना रहेको छ, एकदमै ध्यान दिएर सुन्नु होला। यदि तपाईको कम्पनीले अकामा बनाएन 90 दिनभन्दा माथि भयो, वा अकामा बनाएर रिन्यू गरेको छैन 90 दिनभन्दा माथि भएको छ, वा कम्पनी रेट क्याटेगोरीमा छ अकामा उठिसकेको 60 दिनभन्दा माथि भएको छ, वा कम्पनीले हुरुप लगाएको छ 15 दिनभन्दा माथि भएको छ भने तपाईले एक्जिट भिसाको लागि प्रोसेस गर्न सक्नुहुन्छ। जुबेलमा टोली आउँदैछ यही नोभेम्बरको 7 र 8 तारिक शुक्रबार र शनिबारको दिन। जति पनि साथीहरू हुनुहुन्छ प्लिज त्यहाँ गएर तपाईले आफ्नो यो एक्जिट भिसाको लागि फर्म बुझाउनु होला। आउने समयमा तपाईको अकामा कार्ड छ भने अकामा कार्ड, छैन भने पासपोर्ट लिएर, अनि तपाईको यदि अफसर खुल्छ भने अफसरको त्यो डिजिटल कार्ड लिएर आउनु होला। र यदि तपाईको पासपोर्ट नवीकरणको लागि हो भने पनि तपाई आउन सक्नुहुनेछ। फर्म अनिवार्य रूपमा भरेर आउनु होला। र यदि तपाईको पासपोर्ट योभन्दा पहिला आएको थियो, लिनु पर्नेछ भने त्यसको लागि पनि तपाईले पाउन सक्नुहुनेछ। तपाईले पैसा तिरेको भाउचर र पासपोर्ट साथमा लिएर आउनु होला। जो पासपोर्ट बनाउनुको लागि आउने साथीहरू हुनुहुन्छ तपाईले फर्म अनिवार्य रूपमा भर्नु होला, भर्नु पर्नेछ। 7 को भरेको 7 को आउने, 8 को भरेको 8 को आउने। आउने समयमा पासपोर्टको फोटो भएको पन्ना र 31 हुनु पर्ना, नागरिकताको 2 साइडको, अनि तपाईको यो फर्मको फोटोकपी गरेर साथमा पासपोर्ट लिएर 200 रुपैयाँ लिएर आउने। हराएको छ भने या च्यातिएको छ भने 300 रुपैयाँ लाग्छ। डेट सकिएको छ, सकिने 1 सालदेखि तलतिर छ भने 200 रुपैयाँ लाग्छ। यदि तपाईको डेट सकिने 1 सालभन्दा माथि छ भने बनाउन मिल्दैन नियम अनुसार है त। हराएको छ, च्यातिएको छ या तपाईको त्यस्तो भएको खण्डमा बनाउन मिल्छ। फर्म भर्नलाई यदि जान्नु भएको छ भने भर्नलाई, जान्नु भएको छैन तपाईले मलाई पनि सम्पर्क गर्न सक्नुहुनेछ। शेर क्षेत्री टुर एन्ड ट्राभल्स प्राइभेट लिमिटेड 9749736664 WhatsApp है त। लोकेसन फिक्स भएको छैन, भइसकेपछि यही भिडियोको कमेन्टमा राखिदिनेछु, त्यहाँदेखि तपाईले सजिलैसँग लिन सक्नुहुनेछ। र जति साथीहरू WhatsAppमा मसँग सेवाहरू लिनुहुन्छ उहाँको त हामी अटोमेटिक पठाइदिन्छौँ है त। छैन